जिसको नाम जे होसी सबैलाई सर्वप्रथम परमेश्वरलाई धन्यवाद साथै साथै तपाईहरु सबैलाई पनि धन्यवाद मेरो निम्ति प्रार्थना गरिदिनु भएको म आज भर्खरै 20 वर्षको पुगेको छु 20 वर्ष हैन 20 वर्ष भन्दा चाहिँ माथि दिछु भने जस्ट 39 आज पुगेको छु 39 इयर्स परमेश्वरको अनुग्रहमा 39 इयर्स परमेश्वरले दिलाउनु भयो परमेश्वरले हरेक परिस्थितिदेखि सिकाउँदै ल्याउनु भएको छ अझै पनि परमेश्वरको नाममा सिक्दै अघि बढ्ने परमेश्वरले नै दिलाउनेछ भन्ने विश्वास गर्दछु अनि यसरी नै निरन्तर मेरो निम्ति प्रार्थनामा सम्झिदिनुहोस् भनेर म बिन्ती गर्न चाहन्छु धन्यवाद अघि हामी वचनमा लाग्दैछु अनि वचनमा यस नलाग्नु भन्दाखेरि आजको वचन आजिलागा स्वतःले थाहा टाइटल इट इज हु आर यु तपाईको म यही प्रश्न गरेर आजको वचन सुरु गर्न चाहन्छु I want to start with this question to each one of us here today. Who are you? म वचनमा नजान्दा भन्दाखेरि म साथै साथमा म वेलकम पनि गर्न चाहन्छु We want to welcome to this man of principal of Trinity School, right? You are the first time here in the church? Yes. Yeah. Thank you so much, sir, for being with us. May God bless you. उहाँ चाहिँ ट्रिनिटी स्कुलको प्रिन्सिपल हुनुहुन्छ उहाँ चाहिँ पहिलोचोटि हाम्रो साथमा सम्बन्धी गर्न आएको छ यस विथ दिस क्वेसन हु आर यु म यो प्रश्न तपाईहरु सबैलाई गर्न चाहन्छु हु आर यु हु आर यु हु आर यु हु आर यु म रिक्वेस्ट गर्न चाहन्छु हाम्रो बाइबलको लागि पछि माथि आइदिनुहोस् भने प्लिज बाइबलको जस्ट प्लिज वान डेमोन्स्ट्रेसन I'm a human. I am a boy, and Namko Rinku, and I'm a teacher. Thank you, brother. So Rinkule, उहाँले भन्नुभयो उहाँको नाम भन्नुभयो उहाँ एउटा व्यक्ति मानिस हो उहाँ टिचर गर्नुहुन्छ उहाँ फलाना गर्नुहुन्छ अनि तपाई चाहिँ को Revival is over last week. हाम्रो रिभाइभल खत्म भयो 3 वटा सर्भिस थियो I'm sure that तपाईहरु आत्मामा पुरा तातेको छ होला तपाईहरु आत्मामा धेरै आशिष भएको छ होला तपाईहरुको भावनामा यो छ होला म यो गर्छु मेरो परिवारमा यो सुधार ल्याउँछु मेरो परिवारमा यो गर्छु I want to do this in my family I want to do that in my family I want to start my family with this as we have just ended our revival last Sunday service still I want to ask you who are you So, भाइले भन्नुभयो म यो हो फलाना भन्नुहुन्छ फलाना who are you? You are the son of God. तपाई परमेश्वरको छोरा हुनुहुन्छ परमेश्वरको छोरी हुनुहुन्छ You are the son of God. You are the sons and daughters of a living God. तपाई चाहिँ जिउँदो परमेश्वर येशू ख्रीष्टको छोरा र छोरी हुनुहुन्छ हामी चाहिँ Who are you? हामी को हो ख्रीष्टमा हामी को हो हामी ख्रीष्टमा चाहिँ हो हामी ख्रीष्टमा चाहिँ हो हैन म ख्रीष्टको छोरा हुँ म ख्रीष्टको छोरी So simple thing Are you worthy to call yourself and say you are Jesus' disciple? None of the one. I'm a Christian होइन We are all Christian, right? We are all Christians. हामी सबै क्रिस्चियन हो भने हामी सबै ईसाई हो भने चाहिँ के हामी योग्यको छौं कि हामी भन्न सक्छौं कि म येशू ख्रीष्टको चेला हो भनेर भन्नुको योग्य छु कि छैन Are we worthy enough to declare this and say that I am Jesus' disciple? Mo Yeshu Christ's child. Now in the Bible, हामी बाइबलमा हेर्यौं भने हामीले एउटा भएको घटना हामीले देख्न सकिन्छ जब बाइबलमा हेर्छौं Acts chapter 19 तपाईको हातमा बाइबल छ प्लिज खोलेर दिनुस् तपाईको प्लिज Acts chapter 19 Acts chapter 19 मा जब हामी पढेर जान्छौं Acts chapter 19 when we look at Acts chapter 19 we see a beautiful incident over there Acts chapter 19 मा इन्सिडेन्ट एउटा के देखिन्छ भन्दाखेरि Paul ले त्यो समयमा एफिसस पौलले के गर्दियो पौल जहाँ पनि जान्थ्यो मानिसहरू येशू ख्रीष्टको नाममा उहाँले चंगाइको कामहरू गर्थ्यो उहाँको यतिसम्म लेख्नु भएको छ कि Acts chapter 19 मा उहाँको रुमालले गर्दाखेरि पनि
यो रुमालले जब मान्छेले यो रुमाललाई पनि पोलको रुमाललाई पनि छुन्छ मानिसले चङ्गाइ भएको थियो भने उहाँको कपडाको तलसम्म उहाँ कसैले पनि छुयो भने त्यो समयमा पोलले मानिसहरू चङ्गाइ पाउँथे people receive healing even with a single handkerchief of Paul laga handkerchief prabi manu healing pai de isi buje Paul la niche kapra de chuina de chuisi bole manu healing pai de isi buje it is of the Paul wa healing kuri de adu tikis dekis someone ra tiki jana ta सबै मानिसले देखेको कुरा त्यो बाइबल भनिरहेको छ अनि पोल जहाँ पनि जान्छ मानिसहरूले चङ्गाइ दिँदै जान्छ अनि त्यो गर्दै गर्दै जाँदाखेरि त्यहाँ एउटा व्यक्ति एकजना थियो त्यहाँ एउटा मानव एकता थियो there was a man, there was a group of people अनि एकजना व्यक्ति थियो अनि त्यो व्यक्तिले पनि if Paul can do Paul र ग्रुप पढे भइसक्यो दो यदि पौलले त्यो त्यसरी गर्न सक्छ येशू ख्रीष्टको नाममा उहाँले चङ्गाइ दिन सक्छ येशू ख्रीष्टको नाममा भूत आत्मा लागेकोलाई खेद्न सक्छ येशू ख्रीष्टको नाममा छुटकारा दिन सक्छ भने म पनि गर्न सक्छु त भनेर अनि त्यो व्यक्ति गएछ त्यो व्यक्तिलाई पनि जोस आयो होला पोललाई देखेर रिभाइभ भयो होला भने रिभाइभ भएकोलाई पनि पुरा तात्यो होला उसको आत्मा तातेर अब म पनि केही न केही येशू ख्रीष्टको निम्ति गर्छु भनेर तातेको थियो होला अमन जित्या यसोला कुथादो हुने गरे यसोलाका कामले देखिलो यसोला कुथादो हुने लो यसोला कामले देखिलो अमन एक्साइटेड ओभर हाइपर हो जाए अमन जित्या ओभर एक्साइटेड ओभर हाइपर हो जाए अमन जित्वे तादो लागि चाहिँ हामी यो ग्रुप त हामी यो ग्रुप त हामीला फ्यामिली हामी यो चेन्जेस हामी त हामीला माथि यो ग्रुप त हामीला पछि यो सिकाउ त हामी निचोको इना ग्रुप त अमन के एक्साइटमेन्ट नो अमन जे थकी जाए त्यो जिउ थकी जाए त्यो सेम थियो त्यो केटालाई पनि त्यो व्यक्तिलाई पनि त्यो आगो लागेको थियो अनि त्यसपछि त्यसले के गर्नुभयो जुन चाहिँ त्यहाँ एउटा कोही व्यक्तिहरू थियो जसकी त्यो आत्मा नराम्रो आत्मा लागेको थियो बुध आत्मा लागेको थियो न बिहा आत्मा तो लगी ना था क्या मानो कुम्भा देखी तानों दे जाएंगे कि कुछ टाइम after they went after that person went to that group of people and हम प्रार्थना बोले Jesus तक नाम में प्रार्थना करे जाते ना फिर क्या आत्मा तो सब बोला चलेगी ना Paul जुन तो Paul पर preach करे जी Jesus जुन जो Paul ने preach करे ना कि जो यीशु ख्रीष्ट का नाम में तो आत्मा रो हटे जाओ मेरे दिल में प्रार्थना करे दीजिए He prayed saying the Jesus which Paul preaches I pray in that Jesus name go away put that part of the job that I came right now. Nothing happened. Came right now. And in king of Bhagavad nothing has happened there. King in the Bhaina, there is just even a Prathana, came right now. There are verse 15 my keep on the Bible verse. What? Verse 15 ती भूत आत्माले के जवाब दिनुभयो तब भूत आत्माले जवाब दिएर तिनीहरूलाई भन्यो येशूलाई म चिन्छु पौललाई म चिन्छु तर तिमीहरू चाहिँ को हो I know Jesus Christ I know who is Paul but who are you तपाईहरु चाहिँ को हो म येशूलाई चिन्दछु त म पौललाई पनि चिन्छु त तर तपाईहरु चाहिँ को हो I don't know म चिन्दिन तपाईहरुलाई You and me, if यदि तपाईं म येशू ख्रीष्टको चेला हो भने यदि हामी ईसाई हो भने हामी शैतानलाई हाम्रो शत्रुलाई हामी आफ्नो पहिचान दिनु परेको छ We must identify ourselves to the devil saying yes I am the son and daughter of Jesus Christ हो म येशू ख्रीष्टको चेला हो म येशू ख्रीष्टको सन्तान हो अनि म येशू ख्रीष्टको छोराछोरी हो भन्ने आइडेन्टिटी तपाईले मलाई पहिचान दिनु परेको छ आज Amen. कसैले हामीलाई सोध्यो के हुन्छ आफ्नै आइडेन्टिटी के छ आफ्नै इटु जग्गाले भएको होइन आफ्नै इटु मनमा आसेको होइन आफ्नै इटु कामहरू होइन आफ्नै आइडेन्टिटी what is your identity if somebody asks you that you do this and that we take out our identity card we show our identity card हाम्रो आइडेन्टिटी हामीलाई आइडेन्टिटी कार्ड अनलाइन देखाउँदैन त हामी जिता त हाम्रो त्यो आइडी कार्ड त सब यो आइडी कार्ड त छैन ओके फाइन ठीक छ you go ahead
See this? Manike aman introduce kuru gule manike aman chanabo dibo gule da aman I think to display gule he gule ga dikhibu. We must display our identity to the devil, saying that I am the Son of God. I am the sons and daughters of Jesus Christ. I am the disciple. हामी शैतानलाई हाम्रो शत्रुलाई हामीले यो पहिचान दिनु परेको छ कि जब पनि हामीले प्रार्थना गर्छौं येशू ख्रीष्टको नाममा त्यो येशू ख्रीष्टको नाममा प्रार्थना गर्दाखेरि हाम्रो आइडेन्टिटी त्यहाँ हुनु परेको छ कि ओ यो प्रार्थना गरेको त साच्चै पनि यो चाहिँ येशू ख्रीष्टको चेला रहेछ येशू ख्रीष्टको छोरा र छोरी रहेछ यिनीहरु चाहिँ भनेर शैतानले यो पहिचान दिनु परेको छ नामको निम्ति क्रिस्चियन भएर हुँदैन Number Christian like you know. Namesake Christian is not going to help you. It will be just like this fellow. To get out of here, Paul the Jun Prachar can like which is Yeshu Christ Nama Dinam Prathana Gordis. No. But then it's not gonna happen. Not gonna happen. What I give after that what happened? त्यो भूतात्माले लाग्यो के गर्यो भने उल्टा तिनीलाई पुरा टकेर खुन बनाएर नंगा गरेर भेज पठाइदियो गरे बुझ्नुभयो what the devil did the evil spirit brought Satan मा के घुसे तारबाट के घुसे तारबाट उल्टा तारबाट आत्मा लगे ब्या आत्मा लगा हरमा ताके कमरे दिना ताके सुरो किलाइना कपड़ा सब खुली दिना ताके देवता पठाइ दिए how shameful it is Kimami Soromla Putazi to Abdurramige. If devil, Satan Ra, Abdurramige, in a Sorom Kilopores, in a Sorom the Abdurramige Rakidias, how shameful of us. Among Kimani Soromla Putazi. If we cannot defeat the devil. Among Satan Yahaulina Paregule, Kimani Soromla Putaza, we must let the devil know that. मुझे यीशु ख्रीष्ट का छोरा मुझे यीशु ख्रीष्ट का छोरी I am the sons and daughters of Christ Jesus. We must let the devil know this. And to do this, you're going to look at it. How many? You're given by it. Just calling yourself disciple of Jesus is not enough, right? हामीले आफूलाई ओ म येशू ख्रीष्टको चेला हो भनेर त्यतिले मात्रै पुग्दैन मुखले शब्दले बयान गरेर मात्रै पुग्दैन त्यसले कहिले पनि पुग्दैन we must be filled with the Holy Spirit पवित्र आत्मामा हामी भिजेको हुनु परेको छ पवित्र आत्माले हामीलाई भरेको हुनु पर्छ पवित्र आत्माले हाम्रो जीवनमा काम गरेको हुनु पर्छ तब गएर हामीले शैतानलाई हाम्रो शत्रु लागेर हामी भन्न सक्छौं म चाहिँ येशू ख्रीष्टको सन्तान हो म चाहिँ येशू ख्रीष्टको छोरी हो म चाहिँ येशू ख्रीष्टको छोरा हो पवित्र आत्मा हामी जीवनमा काम गर्नुहुन्छ to declare to the devil saying that we are the sons and daughters of Jesus Christ. Simple thing we have to do is we must be filled with the Holy Spirit. पवित्र आत्मामा हामी भरेको भिजेको हुनु परेको छ भरेको भिजेको हुन्छ Paul, when Apostle Paul, जब उहाँले येशू ख्रीष्टलाई उहाँले भेटाउनु भयो नि येशू ख्रीष्टलाई भेटाएको बादमा उहाँले पानीमा बप्तिस्मा लिनुभयो अनि अनेनियास भन्ने एकजना व्यक्तिले आएर प्रार्थना गरिदिनु भयो अनि प्रार्थना गरेको बादमा पवित्र आत्माको अभिषेक उहाँमा भयो अनि त्यसपछि उहाँले प्रचार गर्दै आगे बढ्दै जानुभयो Paul पवित्र आत्मा भिजेको व्यक्ति भएका लागि उहाँले येशू ख्रीष्टको काम ठुलो गर्दै जानुभयो Now, simple thing, पवित्र आत्माले जब हामी बाइबलमा हेरेर जान्छौं पहिलो इतिहासमा हामीले हेर्दा first history of Christianity मा हेर्दा the church built by God day of Pentecost मा हामी हेरेर जाँदाखेरि त्यो एक्स को किताबमा हेरेर पाइन हामीले पाउँछौं के भन्दा जब येशू ख्रीष्ट संसारमा उहाँको मिनिस्ट्री खत्म भयो उहाँको मिनिस्ट्री खत्म भएर उहाँ माथि जानुभयो उहाँ स्वर्गमा जानुभयो त्यसको पछि येशू ख्रीष्टले दिनुभएको आदेश अनुसार उहाँको चेलाहरू एउटा कोठामा माथि गएर बसिराखेको थियो अनि त्यो माथि
गरेर बसेर प्रार्थना सभामा बस्दै गर्दा उहाँमा पवित्र आत्माको अभिषेक आयो अनि त्यो पवित्र आत्माको अभिषेक आएको बादमा उहाँले सबै परमेश्वरको सेवकालाई मन ठुलो गरेर हिँड्न थाल्यो पिटर भन्ने एउटा व्यक्ति येशू ख्रीष्टको चेला थियो जब येशू ख्रीष्ट कालवारी क्रुसमा उहाँलाई टाँगेर लाँदै थियो त्यसले तीनचोटि येशू ख्रीष्ट म येशू ख्रीष्टको चेला होइन भनेर उहाँले इन्कार गर्नुभयो अनि त्यो व्यक्तिले के गर्नुभयो जब पवित्र आत्मा उहाँमा आउनुभयो त्यो व्यक्तिले बाहिर खडा भएर उहाँले प्रचार गर्नुभयो अनि त्यो दिनमा 3000 भन्ने व्यक्तिमाथि येशूलाई विश्वास गर्नुभयो We must be filled with the Holy Spirit. When we are filled with the Holy Spirit, we'll have the boldness to defeat the devil. When we are filled with the Holy Spirit, we have the courage to speak the truth. When we are filled with the Holy Spirit, we'll have the Word of God in us to defend our enemies. जब हामी पवित्र आत्मा जिते हामी ईश्वरको होली स्पिरिट ते हामी बिचमा देख्नु न यो चाहिँ हामी तकोदाय यति रामले गाइड गर्नु यति रामले विस्डम यति रामले आज्ञा दिन्छ filling with the Holy Spirit is important. Filling of the Holy Spirit is important. Now, Holy Spirit, पवित्र आत्मा बीच्नु परेको छ भनेर हामीले सुन्यौं हामीले बुझ्यौं we have heard that we must be filled with the Holy Spirit and when we are filled with the Holy Spirit like on the day of Pentecost we will have the power, right? उहाँको courage आउनेछ हामीले बलता आउनेछ but how to be filled with the Holy Spirit हामी पवित्र आत्मामा चाहिँ कसरी हामी भरिनेछ how to be filled with the Holy Spirit among ईश्वरका Holy Spirit itu kini ka Holy Spirit amen papaparbo esora ka Holy Spirit to pavitra atma do apnara amela जीवन में kini ka hai simple repentance pachataap we must repent from our wrongdoing amen kurita ka galti do aman itu ma korai do kina hai हम अपने गलती लाई हामी पछतावा गर्नु परेको छ and after we repent पानीमा बप्तिस्म लिनु परेको छ we go through the process of water baptism हामी पानीमा बप्तिस्म लिने पानीमा बप्तिस्म लिएको बादमा obedience आज्ञाकारी एउटा चेला बनेर आगे बढ्नु परेको छ now see Jesus येशू ख्रीष्टको चेलाहरूलाई हेर्नुहोस् येशू ख्रीष्टको चेलाहरूले जुन 12 वटा चेलाहरू थियो त्यो 12 वटा चेलालाई के भन्नुभयो उहाँले जब आफ्नो व्यवसायमा व्यस्त भएको थियो आफ्नो व्यवसायमा व्यस्त हुँदाखेरि येशू ख्रीष्टले जब उहाँलाई बोलाउनु भयो उहाँले त्यो बोलाउ येशू ख्रीष्टको बोलावटलाई स्वीकारेर उहाँले येशू ख्रीष्टमा आउनुभयो अनि कतिपय बाइबलमा हेरेर जाँदाखेरि उहाँको चेलाहरूले भन्नुभयो ओ प्रभु म त सफा मान्छे हैन त म त धेरै मैला मान्छे हो त भनेर तब परमेश्वरले केही छैन आउनुहोस् भनेर उहाँलाई बोलाउनु भयो अनि येशू ख्रीष्टको पछि लाग्नुभयो अनि जब उहाँको येशू ख्रीष्टको पछि लाग्नुभयो पानीमा त्यसपछि उहाँहरू पनि सबै येशू ख्रीष्टको नाममा बप्तिस्म प्रोसेसमा गयो अनि त्यो गएको बादमा उहाँहरू येशू ख्रीष्टको चेलाको आज्ञाकारी चेला बन्नुभयो So they became obedient to Jesus Christ. When Jesus Christ called them to be a disciple, they obeyed Jesus Christ's voice. They repented from their sin. They went through the process of water baptism. They went and then at last they were obedient till they received the baptism of the Holy Spirit. जब पवित्र आत्मा उहाँको जीवनमा नआउँदैसम्म उहाँहरू obedience बनाउनुभयो. येशू ख्रीष्टले जे भन्नुभयो उहाँले मान्दै पालन गर्दै अघि बढ्नुभयो. अनि त्यो पालन गर्दै अघि बढेको बादमा जब डे अफ पेन्टिकोस्टमा हामी हेर्छौँ पेन्टिकोस्टको दिनमा पवित्र आत्माको अभिषेक उहाँमा आउनुभयो हामी पनि अभिषेक हामी पनि आज्ञाकारी हुनु परेको छ परमेश्वरको वचन हामीले after we have repented from our sins we have gone through the process of baptism but are we obedient to his word अपने र हामीलाई कुरालाई गल्तीले सुने माफ पनि लुसिदे हाम्रो बप्तिस्म पनि लुसिदे उले बिताला कथा मानिया छैन उहाँको वचन हामी पालन गरेको छैन उहाँको शब्दलाई हामी पालन गरेर राखेको छैन This is important for us. Obedience is important for us. Still, तपाईले हामीले डिक्लेयर गरेको छैन शैतानलाई है हाम्रो शत्रुलाई डिक्लेयर गरेको छैन who am I am the sons and daughter of Jesus Christ until unless you obey Jesus. जबसम्म तपाईले येशू ख्रीष्टलाई पालन गर्दै हुँदैन तपाईले यो बोल्न सक्दैन म येशू ख्रीष्टको चेला हुन्न
जब शैतानले तपाईले भन्नुहुन्छ नि शत्रु अब तपाईको शत्रुलाई म येशू ख्रीष्टको चेला हो भनेर तपाई जब तपाईको शत्रुलाई तपाईले भन्नुहुन्छ नि तपाईको शत्रुले तपाईलाई हाँसिरहेको हुन्छ कसरी आपले जीसस का disciple as वाह जीसस का disciple as वाह ले शैतानमाथि बसिनु किमको प्रार्थना गरे पनि जीसस का disciple as वाह ले या जीसस का disciple as वाह बाइबल किमको पुरे पनि जीसस का disciple as वाह अपनी जीसस का नाम में प्रार्थना गरिदिएছে अपनी जीसस का नाम में प्रार्थना गरिदिएছে मोने मोरम त छैन हैन You say that you are a disciple of Jesus Christ. I believe in you, Jesus Christ. How many times do you pray? You say that you are a disciple of Jesus Christ. Do you read the Word of God? You say that you are a disciple of Jesus Christ. Do you have love for one another? Simple. The devil will be laughing at us. Satan ne हामी भनेको शब्दमाथि हाँसिरहेको हुन्छ त्यसै कारण हामी परमेश्वरको वचनलाई पालन गर्नु इम्पोर्टेन्ट छ That's why to identify the devil that we are the sons and daughters of Jesus Christ and to be filled with the Holy Spirit of God, we must be in obedience to His word. We must be in obedience to this word of God. परमेश्वरको वचनलाई हामी पालन गर्नुपर्छ यदि परमेश्वरको पवित्र आत्माको अभिषेक हामीमा आउन चाहन्छौँ भने परमेश्वरको वचनलाई हामी मान्नु पर्छ परमेश्वरको वचन जब हामी आउँछौँ हामी केवल परमेश्वरको आशीष हाम्रो जीवनमा आउनेछौँ Ephesians chapter 5 verse 15 and 20 मा के भन्नुभएको छ तपाईहरु हेर्नुस् तपाईहरु सक्नुहुन्छ आफ्नो बाइबल खोलेर Ephesians chapter 5 verses 15 अनि पढेर हेर्नु यसैले कसरी हिजो ध्यानसँग हेर है कसरी हिजो ध्यानसित हेर Be very careful how you live not as unwise but as wise निर्बुद्धि मानिस जस्तो हैन तर बुद्धि मानिस जस्तै हिँड भन्नुभएको छ सबैको पुरा है ध्यान दिऊ बुद्धि मानिस जस्तै हिँड्नु नभो निर्बुद्धि मानिस जस्तै हैन Don't walk or don't live your life as unwise people but live your life as wise people ध्यान मन दिने निचोडा लाइफ जीवन तो बोले दो एकदम होशियार होइना चलेबे एकदम होशियार होइना ही आगे जाबे गएछ होशियार नपरिदिना खुशी खुशी गरिना पागला मानु निसिना ने बेराले बसे किन बोले आहार दिन बोले दो बिसी बिया होइदिना जाय आसे गएछ यसो कुरा आउने समय चाहिँ कठिनाइको समय हुँदैछ And to be wise itu hi apne हामी या हामी बुद्धिमान व्यक्ति हुनुको निम्ति हामीलाई पवित्र आत्माको अगुवाई चाहिन्छ We must have the guidance of the Holy Spirit to be a wise person. And now let's see the guidance of the Holy Spirit. पवित्र आत्मा तपाईहरु बाइबलमा बाइबल प्लिज तपाईले ध्यान दिएर तपाईले 1 Corinthians chapter 12 verses 8 to 10 तपाईले हेरिदिनुहोस् 1 Corinthians chapter 12 verses 8 to 10 verses 8 to 10 तपाईले पहिला देखे पनि होला पहिला पढे पनि होला पहिला सुने पनि होला यो passage but this passage will challenge you today यो passage ले तपाईलाई challenge गर्नेछ please look at it 1 Corinthians chapter 12 verses 8 19 यहाँ के भन्नुभएको छ पवित्र आत्माको उपहार the gift of the Holy Spirit the gift of the Holy Spirit पवित्र आत्माको उपहार हेर्नुस् पवित्र आत्मा जब हामीमा आउँछ नि when we are filled with the Holy Spirit one thing in common हामी सबैलाई थाहा छ पवित्र आत्मा जब हामीमा आयो भने यसोडा आत्मा र हामी के छुइसुले आफ्नो हामी किन गएको आन्दोलन तान्ने प्रार्थना गर्नु itu ya aman gitu भावना से पवित्र आत्मा तो जिते हामी लोगों आएको हामी के छुबो हामी घिरी जाबो हामी कान्दिबो हाला गर्बो प्रार्थना गर्बो itu ya हामी लोगों आए अरु सब रकम के छ आगे तो भन्छ पवित्र आत्मा तो जिते हामी लोगों आएको अन्य भाषामा हामी बोल्छौ भनेर हामीमा त्यो मात्रै लाग्छ अन्य भाषामा बोलेको त पवित्र आत्मा बिजी भएन
ओके अन्य भाषामा बोल्नेहरू मात्रै पवित्र आत्मा उहाँमा पवित्र आत्मा भिजेको छ भन्ने कुरा होइन बुझ्नुभयो अन्य भाषा हो त्यहाँ विभिन्न गिफ्ट छ विभिन्न परमेश्वरले दिनुभएको उपहार या गिफ्टहरू छैन ओके नेक्स्ट द गिफ्ट अफ विजडम बुद्धिको है बुद्धिको उपहार those person who are wise बुद्धिको उपहार द गिफ्ट अफ नलेज है ज्ञानको उपहार विश्वासको उपहार निको पार्ने उपहार आश्चर्य कामहरू गर्नेको उपहार द गिफ्ट अफ विजडम नलेज फेथ हिलिङ एन्ड मिरेकल्स all those this सबै परमेश्वरले दिनुभएको उपहार उहाँको पवित्र आत्माद्वारा दिनुभएको उपहार अनि त्यसको बादमा कन्टिन्यू छ फेरि हेर्नु चाहिँ राम्रो तपाईहरुले यहाँ के भन्नुभएको छ त्यसपछि द गिफ्ट अफ प्रोफेसी अगमबानी गर्ने उपहार द गिफ्ट अफ डिसर्निङ स्पिरिट आत्माहरूलाई छुट्याउन सक्ने उपहार द गिफ्ट अफ टंग अन्य भाषाहरू बोल्ने उपहार द गिफ्ट अफ इन्टरप्रिटेसन अफ टंग है त्यो अन्य भाषालाई साधारण भाषामा बुझाउने उपहार यो सबै उपहार परमेश्वरको पवित्र आत्माद्वारा दिनुभएको हो अनि यो सबै उपहार यो भन्दा अझै अर्को उपहार अरु उपहार पनि हुन् सबै उपहारहरू छ यो सबै हामीमा यो उपहारहरू हुनु जरुरी छ आज we must have the gift of the Holy Spirit in us to declare to the devil that I am the son and daughter of Jesus Christ तपाईले शब्द दर्शन दिनु परमेश्वरले दिनुभएको छ परमेश्वरको पवित्र आत्माले दिनुभएको तपाईले प्रेम गर्ने दिनुभएको छ अनि त्यसको नेक्स्ट जस्तो तपाईलाई शब्द दर्शन दिने परमेश्वरले उपहार दिनुभएको छ पवित्र आत्माले दिनुभएको स्वीकार्नुहोस् तपाईलाई के भन्छ प्रेम गर्ने तपाईले प्रेम गर्ने हृदय छ आयो दुखी गरेकोलाई देख्दा तपाईले सहनुहोस् त्यसलाई सहायता पुर्याउनु प्रेम गर्ने तपाईलाई माया दया देखाउनु तपाईमा रहेको छ परमेश्वरको पवित्र आत्माले दिनुभएको कसैलाई सहायता पुर्याउन तपाईले परमेश्वरले आशीष दिनुभएको छ पवित्र आत्माको उपहार भनेको तपाईले स्वीकार्नुहोस् each and every one of us must have been filled with the Holy Spirit and when you are filled with the Holy Spirit one simple thing is that love परमेश्वरको प्रेम Galatians chapter 5 verses 22 and 23 chapter 5 verse 22 but the fruit of the Spirit is जब तपाईमा पवित्र आत्माको अभिषेक आउँछ नि जब तपाई पवित्र आत्मामा भिजेको हुन्छ नि तपाईको fruit of त्यसको फल चाहिँ के हुन्छ love joy peace forbearance kindness goodness faithfulness gentleness self control against such there's no law है हामीमा के आउँछ भने हामीमा प्रेम सबैभन्दा फर्स्ट प्रेम तपाईको मन शान्ति हुन्छ तपाईको घर परिवार शान्ति हुन्छ peace joy peace forbearance kindness तपाईं दयालु हुनुहुन्छ तपाईं बोल्नु हुनुहुन्छ तपाईं फेथफुल हुनुहुन्छ प्रभुमा एकदम साह्रै फेथफुल तपाईं हुनुहुन्छ जेन्टलनेस सेल्फ कन्ट्रोल यी सबै तपाईमा हुनु परेको छ यदि तपाईलाई लाग्छ कि ओ म पनि पवित्र आत्मामा भिजेको छु if you think that you are filled with the Holy Spirit you must have this character with you you must bear this fruit यो फललाई चाहिँ तपाईले फलाउनु परेको छ सबैभन्दा पहिला के छ प्रेम I don't believe in other things म अरू कुरामा धेरै विश्वास राख्दिनँ यदि जो व्यक्तिमाथि प्रेम हुँदैन नि त्यो व्यक्ति मान्छेले जति कुरा ठुलो कुरा गरे तापनि म विश्वास गर्दिनँ त्यो व्यक्तिले अर्को उसको भन्दा तल मान्छेलाई तल उसको भन्दा तल सानो मान्छेलाई मैले प्रेम गर्छु गर्दैन यदि त्यसले गर्दैन भने जति ठुलो अगमबानी गरे पनि विश्वास गर्दैन प्रेम love येशू ख्रीष्टले तपाईले मलाई हाम्रो पिताले प्रेम गरेको लागि उहाँले उहाँको एकमात्र पुत्रलाई संसारमा दिनुभयो केको लागि प्रेमको लागि तपाईं filled with the Holy Spirit हुनु सक्छ तपाईमा प्रोफेसी तपाईले अगमबानी गर्छ होला तपाईले आत्माहरु अन्य भाषाहरु बोल्छ होला तपाईले अन्य भाषाको इन्टरप्रिटेसन पनि तपाईले दिन्छ होला तपाईमा धेरै ज्ञान हुन्छ होला तपाईमा धेरै बुद्धि छ होला तपाई विश्वासमा दृढ हुन्छ होला तपाईले चमत्कार पनि गर्छ होला अनि तपाईले आश्चर्य कामहरू गर्छ होला तर तपाईमा दिएको त्यो प्रेम छैन भने त्यो फल जुन फलिरहेको छ नि प्रेमको फल फलेको छैन भने कुनै काम हुँदैन
Love is what we need. When you have love, when you're filled with the Holy Spirit, and when you have love in you, when you develop love for every, तपाईले सबैको माथि प्रेम तपाईमा हृदयमा रहेको हुन्छ भने जब तपाईँ शत्रुको सामने आइपुग्न जान्छ म येशू ख्रीष्टको नाममा आएको हो भने त्यो शत्रु डराउनेछ तर तपाईमा ओ पवित्र आत्माले शोकारियालाबाट शाखा कार्य गरेर अन्य भाषामा तपाईले प्रार्थना गर्नुहुन्छ तपाईले भने उहाँले आउनुहुन्छ उहाँले आउँदाखेरि उहाँले मलाई के किन त्यस्तो गरेको जस जस्तो गर्नुहुन्न के गर्नुहुन्न अनि मुख सफा हुँदैन मुखमा जे पाइ त्यो बोलिरहेको छ भने शैतानसित जब तपाईँ जानुहुन्छ नि प्रार्थना शोकारियालाबाट शाखा कार्य गरेर त्यसले शैतानले म माथि हाँसिरहेको त्यसले के भन्दैछ सो You understand this? Even though you speak in tongues, you pray in tongues, you have the gift of prophecy, healings, miracles. But if you don't have the fruit of the Spirit, that is love, joy, peace, self-control, even though you go to the devil in the name of Jesus and you pray in tongues, it will be no means to him. He will rather laugh at you, saying, ha ha! Why you are why you're fooling yourself? You said that you're filled with the Holy Spirit, but you're not showing love to your church. You're not showing love to your elders, to your young ones. That's why. यदि तपाईं पवित्र आत्मामा भिजेको छ भने तपाईमा यो फल पनि फल्नु परेको छ. You must bear this fruit. And when you bear this fruit, then go to the devil and tell the devil that I come here in the name of Jesus Christ. The devil will tremble. तपाईको शैतान शत्रु हुनुहुन्छ. म अन्तिममा एउटा इन्सिडेन्ट भनिदिन्छु. केही वर्ष अगाडि कहिलेमा एउटा ठुलो क्रुसेड भएको थियो. सायद कतिलाई थाहा हुन्छ कतिलाई थाहा हुँदैन ल. एउटा ठुलो क्रुसेड भएको थियो. त्यो ठुलो क्रुसेडमा सिचुएसन एउटा थियो. सेटरडे वर्सिपर्सको समय एउटा थियो. सेटरडे वर्सिपर्सको समय एउटा थियो. अनि त्यो सेटरडे वर्सिपरमा जवान भाइ बहिनी केटाकेटीहरू धेरै आउँथ्यो. अनि त्यो जवान भाइ बहिनी केटाकेटीहरू धेरै आउँथ्यो. अनि त्यो धेरै आएर उहाँहरूले वचन सुनेको बादमा प्रार्थना लास्टमा अल्टरको प्रार्थना गर्दाखेरि चाहिँ उहाँमा त्यो भएको आत्माहरू पुरा डिस्टर्ब हुन्थ्यो. अनि त्यो आत्माहरू पुरा डिस्टर्ब भएर उहाँले काउन्सिलिङ रुममा गएर तामेर लगेर जान्थ्यो. अनि चारैतिर डेलिभरेन्सको प्रार्थना गर्थ्यो. अनि त्यति बेला म कलेजमा सायद म एमटिभ गरेको थिएँ होला त्यो समय. त्यो समय म त्यति एमटिभ गर्दै गर्दाखेरि त्यो लगेर किनारमा लगेर काउन्सिलिङ रुममा गएर प्रार्थना इन द नेम अफ जिसस कम आउट भनेर प्रार्थना गर्दै हामीले इन द नेम अफ येशू ख्रीष्टको नाममा त्यो शैतान बाहिर निस्किजानु थियो. अनि उसमा त्यो शैतानले के भन्दै थाहा छ? हाँस्दै हामीमा हाँस्दै थियो. हामीमा हाँस्दै थियो. And I was having this question with me. We are praying for the deliverance to the person who has been possessed with the devil, with the evil spirit. We're praying in the name of Jesus. We are theologians. You know, we are theologians. We were studying Bible. Theologians, right? We pray in the name of Jesus. Bible, we pray. Laughing at us. I was having this question in me. I'm praying in the name of Jesus, and I've read the scripture, and I've trained as a theologian, and I'm praying it. It's not working yet. And then one pastor is मेरो माथि प्रार्थना गरिदिनु भयो. अनि हामी सबैको माथि प्रार्थना गरिदिनु भयो. अनि प्रार्थना गरेको बादमा हाम्रो अलग्गै एउटा जिउमा शरीरमा एउटा करेन्ट एउटा फिलिङ आयो. अनि त्यो करेन्ट एउटा फिलिङ आएको बादमा we were so हामीमा फ्रेश एउटा फिलिङ आयो. अनि फ्रेश फिलिङ आएको बादमा we went back to that person again. त्यो व्यक्तिसँग हामी वापस गयो. त्यो घरमा वापस गयो. त्यो रुम जुन बनाएको थियो त्यो रुममा हामी वापस गयो. अनि प्रार्थना गर्न थाल्यो. In the mighty name of Jesus, after the filling of the Holy Spirit, when they went back to the same person to pray for प्रार्थना गरेको थियो, त्यो समयमा माथि त्यसको शरीरबाट नराम्रो आत्मा चाहिँ भागिएको थियो. See, what I mean to say भन्ने चाहेको चाहिँ हामीले जति पनि येशू ख्रीष्टको नाममा अगाडि गएको हुँदैनौँ विश्वास छैनौँ. We must be filled with the Holy Spirit. And to be filled with the Holy Spirit, we must be obedient to the Word of God. And when we are obedient to the Word of God, we will be filled with the Holy Spirit. And by filling with the Holy Spirit is not enough. We must bear the fruit of the Spirit again. And the fruit of the Spirit, the first point is that love, pray,
We must bear love in us. If we love one another, and if we are filled with the Holy Spirit, go to the devil, go to your problems, go and say to the devils that I am the sons and daughters of Jesus Christ. You can do no harm to me. No weapon will form against me because I am being filled with the Holy Spirit. Then only the devil will get trampled. Taba antima gare Satan ko gili jite amana apni brakwa kutha ko biswas ko thoi lai hoi na nyaya haksi dei bo. Apni rabi yesai na haksi dei bo. At the end of the day, apni rabi the question akidu dia. Who are you? Tapai ko. Now, tapai ni sir bon parcha. Mo Yeshu Christ ko chela ho chale mala waha ko pavitra atma ne paye ko chitara. I am the son and daughter of Jesus Christ, who has filled me with His Holy Spirit. And the Holy Spirit is your identity to the devil, saying that I am the son and daughter of Jesus Christ. Pavitra Atma che the Bible identity card hune cha satru ko nimti yo janaune nimti mo che Yesu Christ ko chela ho bhanera बुझ्नु भने नभए त्यसै तपाईले म येशू क्रिस्टको चेला हुँ धेरै गरेर प्रार्थना गरे भने के काम हुँदैन जब तपाईको पवित्र आत्माको अभिषेक हुन्छ तब गएर प्रार्थना गर्नुस् न भागी जान्छ and that Holy Spirit is your identity तपाईको आइडेन्टिटी मेरो आइडेन्टिटी शत्रुले जित्ने शक्ति पवित्र आत्मा हुनुहुन्छ म विश्वास गर्दछु परमेश्वरले तपाईको मलाई आशीष दिनुहुन्छ अनि पवित्र आत्माको अगुवाईमा हामीलाई तुल्याउनेछ हामी आँखा बन्द गर्नेछौँ एकैचोटि हामी आँखा बन्द गर्नेछौँ